सो जति नेपाललाई चेन्ज गर्न खोजे पनि आखिर ताल त्यही त रहेछ नि। म भर्खरै भन्सार गएको होइन साथीहरू, अनि त्यसपछि त्यहाँ भन्सार गराउँदाखेरि चाहिँ आफू चाहिँ लाइनमा बस्नु पऱ्यो। म 2 जनाको लाइन पछि थिएँ, तर त्यही पनि मेरो पालो चाहिँ 1 घन्टा पछि आयो। थाहा छ किन? किनकि त्यहाँनिर एजेन्टहरू घुमिरहेको छ जसले के भनिरहेको छ, 100 रुपियाँ दिनुभयो भने नेपाली लाइन बस्नु पर्दैन। अनि मान्छेहरू त्यो 100 रुपियाँ तिरिरहेको छ क्या, बिकज दे नो कि तिनीहरू लाइनमा गयो भने ढिलो हुन्छ अरूले गर्दा। त्यहाँनिर एउटा मान्छेले मलाई आएर सोध्यो कि दाइ 100 रुपियाँ दिनु, तपाईँ लाइन बस्नु पर्दैन, तपाईँको काम 1 मिनटमा हुन्छ अरे। अनि मैले थाहा त्यसलाई के भनेको, दाइ जुन कारणले गर्दा आज यो भन्सार जलेर यस्तो भएको थियो, तपाईँ त्यही काम फेरि गर्दै हुनुहुन्छ। र मैले लाइनै बसेँ, तर मेरो 1 घन्टा पछि पालो आयो, जम्मा 2 जना पछि भएको लाइन। सोच्नु त साथीहरू कति फ्रस्ट्रेटिङ रह्यो होला मेरो लागि त्यो कुरा। र हामी सबैले के बुझ्नुपर्छ भन्दाखेरि चाहिँ नेताहरू मात्र चेन्ज भएर हुँदैन, यो घुस खाने बानी लागेको सबै सरकारी कर्मचारीहरू पनि चेन्ज हुनुपर्छ। र मलाई जतिसम्म लाग्छ विदेश जानुभन्दा युवाहरूलाई नै यहीँको सरकारी जागिरहरूतिर उत्प्रेरित गर्यो भने राम्रो होला। एन्ड त्यही भन्दै यो मेरो भिडियोलाई चाहिँ प्लिज साथीहरू धेरैभन्दा धेरै फरवर्ड गरेर हाम्रो सारा नेपालीवासीहरूसम्म पुर्याइदिनु होला। अनि जय नेपाल। अनि म फेरि पनि भन्छु, युनिटी क्यान ब्रिङ बिगर चेन्जेस है।